Guys, what's up? It's me Diwas Rizal. Welcome to my brand new vlog. पहिलाको जस्तो इन्ट्रो र आज चाहिँ म छु स्याङ्जामा स्याङ्जा हरिनास 4 र आज हामी जाँदैछौँ स्याङ्जा चाहिँ बहिनीको नायरता गराउनलाई हामी चाहिँ जाँदैछौँ। अब यो नि स्याङ्जा हो तर हामी हेडक्वार्टर भनेर बुझ्नु न, जहाँ चाहिँ त्यो सबै काम हुन्छ त्यो चाहिँ हामी चाहिँ त्यहीँ जाँदैछौँ। अब हामी यहाँबाट सर्टकट गए नि भयो, पोखराबाट घुमेर गए पनि भयो, तर हामी पोखराबाट चाहिँ जाँदैनौँ होइन। हामी यहीँबाट चिसापानी भन्ने ठाउँ हुँदै हामी चाहिँ स्याङ्जा पुग्छौँ। लगभग 2 घन्टामा पुगिन्छ होला। अनि त्यसपछि त्यहाँबाट नायरता गराएर अनि अब हामी कता कता हुन्छ अनि हजुरलाई देखाउँदै जान्छु है त। ल ओके गाइज, गाडीमै भेटौँला है त। अब सर्पलाई नचाउँछ पर्पले, ब्याड बोय भन्छ रे, ब्याड बोय बागमती अञ्चले, बागमती अञ्चले धेरैले गर्छ रे, चक्कचडी नराम्रो बन्छ रे, लिएर आउँछु पर्छ। गाइज हामी चाहिँ छोटो ब्रेक लियौँ होइन। पुरै जङ्गल बाटो हो यो। एउटा गाडी भेट्टे छैन अहिलेसम्म, हाम्रो मात्र हो गाडी गएको चाहिँ। यस्तै छ हल्का फुल्का अफ रोड, त्यही माथि अब जङ्गलको बाटो। अब चिसो छ क्या, हेर्नु पुरै शीत परेर यस्तो छ होइन। ल म चाहिँ अब गएँ त, म लास्टमा बस्ने मान्छे। ल गाइज म चाहिँ यहीँ स्याङ्जामै हो अहिले चाहिँ। के अरे बहिनीको चाहिँ हुँदैछ काम, मेरो पनि सकिसक्यो काम थियो हल्का फुल्का, त्यो काम पनि सकिसक्यो। अनि ठुल्बाको नि काम सकिसक्यो, तर बहिनीको बाँकी छ। नायरताको लागि अलिक टाइम लाग्दो रहेछ। अब हिँड्छौँ गाइज। अब आज चाहिँ हामी खोइ पोखरा गइन्छ होला। त्यो बाटो पनि राम्रै थियो आएको बाटो, अब राम्रो भयो नि। अब पोखरा नै जाम भन्ने कुरा छ, हेरौँ होइन गाइज। पोखरा नि गइदिउँ न भन्ने हो। के अरे यहाँबाट खोइ कति किलोमिटर चाहिँ पनि 30-40 किलोमिटर होला, धेरै छैन। अनि त्यहीँबाट चाहिँ अब हामी पोखरातिर लाग्छौँ। 30-40 किलोमिटर छ पोखरा। गाडी अगाडि चाहिँ यस्तो छ, हामी चाहिँ गाडीमै बसिरहेको गीत बजाउँदै। काम पनि केही छैन, अब सकिसक्यो। ल गाइज कस्तो छ होइन, तपाईँहरूको खबर सुनाउनु। अब एकछिनमा भेट्नुपर्छ गाइज हामी चाहिँ। काम सबै सकिसकेको छ हाम्रो चाहिँ। मम्मीहरू उता घाम ताप्दै बस्नु भए, हामी चाहिँ एकछिन गाडीमा बस्थ्यौँ भन्ने हो क्या। ओके गाइज, ल सी यू सुन है त। लग्गा सुयारिन भालु पहाड है त, भालु पहाड हेर्नु। एउटा गीत गाइदिनु न त तिमीले, गीत गाइदिनु न एउटा। गाउनुहुन्छ त टिकटकमा हो नि। मैले पनि केही पत्तो पास छैन, मान्छे आनन्द जागरेला छैन। घुम्ती घुम्ती भालु पहाड कटेसी घुम्ती घुम्ती रोड। आहा क्या राम्रो स्याङ्जा नुवाकोट, आहा क्या राम्रो स्याङ्जा नुवाकोट। धेरै धन्यवाद। ल गाइज हामी चाहिँ पोखरा है, यो पोखरा लेक साइड लालाजीलाई भेटिन्छ होला गाइज। हामी चाहिँ आज कायाकिङ गर्दैन।
ल गाइज हाम्रो चाहिँ गाडी टिलिक्कै टल्काइयो हेर किया सोरेन्टो मस्त टल्काइयो यहाँ हाम्रो चाहिँ यहाँ अनलिमिटेड पानी आउँछ क्या यो कुवामा त्यो टल्किन्छ इन्टेरियर पनि अलिअलि टल्काइयो ल गाइज